सम्पूर्णको सहयोग र फेरि बागमती प्रदेशको टिकट लिए मनमा चिन्ता त थियो तर फेरि मैले कर्म गर फलको आशा नगर भन्ने सोचमा म अगाडि बढेँ र त्यही मार्फत सम्पूर्णले मलाई सहयोग पनि गर्नुभयो र त्यही मार्फत म जित्न पनि जितेँ र फेरि एउटा सोचे फेरि कर्म गर फलको आशा नगर भन्ने त्यसैलाई टेकेर म अगाडि बढेँ। आज बागमती प्रदेशको सामाजिक विकास मन्त्री हुन सफल भएँ र सर्सित नै हो। चिनको संरक्षण र संवर्धन गर्न हामी सबैको साझा दायित्व हो। यही साझा दायित्व अन्तर्गत काठमाडौँ महानगरपालिका 28वटा कार्यालयले रिमाजु अलिमा मन्दिरमा पुनर्निर्माण तथा फल्स निर्माण कार्य सम्पन्न गरेको छ।